हेलो साथीहरू, नमस्ते सबैजनालाई। स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ बाबु बिहान उठेर मैले नुहाइदिएँ। बाबुलाई गर्मी थियो नि त, नेपालगञ्जमा त एकदम गर्मी छ। अनि त्यसपछि नुहाएर कपडा सपडा लगाएँ। बाबुलाई बिहान खाना चाहिन्छ। त्यसपछि बाबुलाई खाना बनाउनको लागि म आलु भिन्डी सिन्टी काटेर रेडी पारेँ। अनि त्यसपछि बाबुले हेर्नु न बनाउनै दिन्न कि उभिएर हेरेको थियो, उठा भनेको थियो। अनि त्यसपछि मैले यसलाई पखाल गराएँ। पखालेर कुकरमा सिटी लगाएपछि यसले लिटो बन्छ। अनि त्यसपछि जाउलो खुवाउनु सजिलो हुन्छ भनेर मैले चाहिँ बनाएको थिएँ हैन। अनि त्यसपछि यस्तो थोरै तेल पनि हालेको थिएँ। अनि बाबुले फेरि अन्डा देख्यो भने फुटालिसकेको थियो, झ्याप्प देखेर राखेको मैले। त्यसपछि बाबुलाई बोकेर मैले झारझुर लगाएँ। बाहिरतिर हेरेको त कस्तो राम्रो मौसम बारेछ कि बिहानमा। अनि बाबुलाई बोकेर मैले काम गरिरहेको थिएँ। त्यसपछि आउँदा फेरि सिटी लागिसकेछ, पाकिसकेको थियो बाबुको नास्ता। अनि बाबुलाई खेल्न पठाएर अनि त्यसपछि मैले लिटो तयार गरेँ, जाउलो। अनि त्यसपछि बाबुलाई जाउलो पकाएर खुवाउन लागेको थिएँ। बाहिर लगेर खुवाउनु पर्यो नि त, हेर्दै खान्छ भनेर बाहिर लगेँ। खायो, मजाले खाँदै थियो। अनि त्यसपछि यताउता हेरिरहेको थियो। बाहिरतिर मौसम पनि सफा थियो नि त, त्यही भएर शीतल पनि भएको थियो। अनि मुसुक्क हाँसेर फेरि खाएँ भनेर देखाएको नि त। हेर्नु कति हाँस्छ। यस्तो फेरि खुट्टा यस्तो घिसार्छ यसले, भुइँमा निलो गरेर हुन्छ कि खुट्टा घिसारेर रिसाले फेरि रिसायो भने। अनि उता हेरेर बाइक आइरहेको थियो, तल हेर्छ। त्यसपछि बायाँ पनि सर्न खोजेछ, हिँड्छ क्या, यस्तरी हिँड्न खोज्छ। पानी खाऊ भनेको खाँदै खाएन। त्यसपछि मैले छतमा लगेर खुवाइसकेर हो छतमा लगेर जान लाग्थेँ। छतमा केको आवाज आइरहेको थियो, के रहेछ भनेर हेर्न गएको त त्यहाँ आन्टीले चाहिँ जातो बिस्दै हुनुहुँदो रहेछ। अनि त्यसपछि हेरेँ, जातो फेरि चलाउँछु भनेर बाबु लागिरहेको थियो कि। अनि धन्न लोट्यो, हेर्नु न चकचक यस्तो गर्छ। अनि त्यसपछि त लिएर आएको, फेरि कोठामा लिएर आएको दही खान्छु भनेर त्यो पुको समातेर त्यसलाई खानको लागि कस्तो गरेको थियो। अनि मैले दही खुवाउनु हुँदैन भनेर दुध खुवाएर सुताउँछु भनेर भनेको थिएँ। झ्याप्प सुतिहाल्यो, निन्दा पनि लागेको रहेछ। अनि त्यसपछि त्यतिमा 9 बजी गएको थियो नि त। अनि त्यसपछि खाना पकाइसकेको थिएँ मैले। हामी पनि खाना खाऊँ न त भनेर अनि खाना लाग्यौँ। अनि त्यसपछि खाना खाँदै थियौँ, फेरि बाबु उठिहाल्यो। अनि उठेर खेलिरहेको थियो। खेल्न चाहिँ खेल्छ है, उठेपछि हेर्नु न हाँसेर फेरि उठ्यो भनेर खुसी भएको। खेलिरहेको थियो, पोसासोसा लगाउनु पर्यो भनेर पानी पोखेको ठाउँमा भनेको, फेरि धन्न आएर लोट्न लागेको थियो कि। हेरेँ एकछिन पनि छोड्नु हुँदैन यसलाई, के गर्नु यस्तो छ। अनि त्यसपछि उठिहाल्यो। अनि पछि आएर फेरि खेलाउन लाएँ। खेल्नुपर्छ कि योसँग, नत्र दूर हुन्छ। अनि त्यसपछि खेल्नै पर्छ, यसरी खेल्यो भने खुसी हुन्छ। के गर्नु, गाह्रो छ। अनि यसरी खेलाउनु पर्छ। नभए आफू नबोलेन भने त फेरि रिसाइहाल्छ क्या। मैले मोबाइल देखाएको थिएँ, त्यही भएर पुरै हाँसेर नाटक पारिरहेको छ, यस्तो नौटङ्की गर्छ। त्यसपछि फेरि भोक लाग्यो होला नि त, बाबुले सुतेर उठ्यो भनेर भात खुवाइदिउँ भनेर फेरि बिहानको बचेको थियो। अनि त्यही खुवाइदिन्छु भनेको। उसको बाबा चाहिँ सुत्नु भएको थियो, हेर्नु सुत्नु भएको थियो, सुत्नै दिन्न क्या। फेरि भात पुखेर हैरान गराउँछ। अनि त यस्तो गर्छ नि त, बाबालाई त हैरान पारिदिन्छ, सुत्नै दिन्न, कसैलाई पनि सुत्न दिँदैन। अनि खुवाइदिन्छु भात भनेर यस्तो खुवाइदिएको, थुकिदियो कि, हेर्नु न फालिदियो कि भात पनि। बाबाले पिट्नुहुन्छ भनेर फेरि यहाँ आएर रिसाइदिनु भएको नि त, यस्तो रिसाएको छ। त्यसपछि हेर्नु न फकाउनलाई पनि मोबाइल दिनुपर्छ। अनि के गर्नु, गाह्रो छ, मोबाइल दिनुपर्छ। मैले फेरि यहाँ त गर्मीले गर्दा यहाँ कोही फेरि यस्तो गर्मी भयो नि पङ्खा चलाउनुपर्छ। फेरि बाबुलाई पङ्खा चाहियो भनेर, मेरो पङ्खा भनेर गर्मीले गर्दा कपडा सपडा खोलिदिएको मैले। अनि यस्तो गर्नुपर्छ, गाह्रो छ, के गर्नु। गाई छ नि, त्यत्तिकैमा चाहिँ हामी बजार जाने भनेर निस्क्यौँ घरबाट। बजार गयौँ, बजार के ल्यायौँ अर्को भिडियोमा आउँछ। ओके बाई।